हजुरहरूको दिमागमा नै आइरह होला के लगाएको यस्तो कपडा बिहेमा भनेर है। हामी कट्टु लगाएर जाने चाहिँ बुढाबुढी पर्यौं, हामी चाहिँ बेहुलापट्टि। यता बेहुलाले नि बुझिसक्नु भयो कि हामीले किन कट्टु लगाइरहेछौँ भनेर। हामी चाहिँ चितवन गएको दाइको बिहेमा। हाम्रो दाइ चाहिँ चौधरी, फर्स्ट टाइम लाइफमा थारूको बिहे हेर्ने मौका पाइयो। यस्तो गर्मी ओहो, हामीले त त्यो ट्रेडिसनल अटायर लाउनै सकेन। जे कपडामा काठमाडौँ आएको थियो त्यही कपडामा जन्तीसँग हिँडियो। नर्मली हाम्रो बाहुनको चलन चाहिँ बाजा बजाउने पञ्चे बाजा हुन्थ्यो भने थारूहरूको यस्तो हुने रहेछ। कस्तो रमाइलो उहाँहरूको डान्स स्टेप पनि हेर्नु त, सबैको एउटै तरिका हुने रहेछ, साह्रै रमाइलो। त्यसपछि हामीले बेहुलीलाई लिएर अनि हामीले घर लिएर गयौँ। मैले चाहिँ एकदम इन्जोय गरेँ है यो बिहे चाहिँ। मेरो लागि चाहिँ फर्स्ट एक्सपिरियन्स थियो। अब यता सासु आमाले बुहारीलाई स्वागत गर्दै हुनुहुन्छ। उहाँहरूको स्वागत गर्ने तरिका यस्तो हुने रहेछ, 3 पटक आगोले गर्नुपर्ने रहेछ अनि यति चुप्पा खानुपर्ने रहेछ छोरा बुहारीलाई। बाबा यता हाम्रो बेहुलाको दिदीहरूले पुरै बाटो छिक्दै हुनुहुन्छ, पैसा माग्दै हुनुहुन्छ, पुरा नेगोसिएसन चलिरहेछ। बेहुला राजाले दिएको पैसा पुगेन भन्दै बढाउँदै हुनुहुन्छ है। अनि रमाइलो भएको थियो, जियोस् दिदीहरूले पनि धेरै रमाइलो गर्नु भएको थियो। यता दिदीहरू एग्री गरिसकेपछि चाहिँ बुहारीलाई स्वागत गर्नुभयो। हाम्रो बाहुनको चलन चाहिँ दियो टेक्ने हुन्छ भने यहाँ चाहिँ सासूहरूले पहिले स्वागत गर्ने के परम्परा हुने रहेछ, त्यसरी स्वागत गर्नुभयो। साह्रै रमाइलो लागेको थियो कि, एकदम कल्चरल डिफ्रेन्स अनि रमाइलो पनि उत्तिकै। अनि त्यसपछि बेहुला बेहुलीले हामीले रुममा लगेर छोडिदियौँ। यता पुरै पैसा समात्दै फोटो सेसन भइरहेको थियो। यता दाइले बुहारी भित्राएपछि भाइको पनि बुहारी भित्राउँदै हुनुहुन्थ्यो अनि उता दुला दुलैले तलबाट हेर्दै हुनुहुन्थ्यो, हामी पनि माथिबाट हेर्दै थियौँ। अब हाम्रो ट्रेडिसनल अटायर त थिएन अनि म माथि बस्दै नाचिरहेको थिएँ पुरा थारू डान्स। त्यस रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ।